guys, welcome back to another video series and तपाईँहरूलाई स्वागत छ आजको म्याचमा। हामीले आज बनाएको के बनाएको छ देख्न चाहनुहुन्छ भने अलि के भनेर हैन। सो दिस इज माई रोड एन्ड सुन्नु ल त्यहीबाट सुँगेर खाऊ ल मोबाइलको बाटमा सर यस्तो के अरे मुभीवाला हान्दिउँ न। यता हाम्रो दाल र भात पनि पाएको छ। ओके गाइज, सो त्यही हो अब तपाईँहरूलाई म छत्ती लिएर जान्छु ल। त्यही आज चाहिँ आइतबार हो, सन्डे। अनि 11, 12 अनि 1 to 10 को चाहिँ हाम्रो बालन सरकारले चाहिँ बनाएको छ कि सन्डे र स्याटरडे चाहिँ स्कुल नलगाउने, मतलब शनिबार र आइतबार चाहिँ स्कुल नलगाउने भनेको छ। त्यही भएर हाम्रो चाहिँ छुट्टी छ आज गाइज, किनभने म अहिले 11 मा पढ्छु। अनि हेर्नु यो कद्दु होइन, यो कद्दुको पात हो, मतलब के भन्छ तपाईँ त्यो फर्सी भन्छ, पम्किन पनि भन्छ क्या इङ्ग्लिसमा, यसलाई पम्किन भन्छ सायद। योलाई यस्तो यस्तो पात होइन, यस्तो पात के काँक्राको पनि हुन्छ होइन। अनि त्यो के आएन के त्यो ऊ जो हुन्छ नि मिठाई बनाउँछ नि ऊबाट, मायादान भन्छु ल। यो चाहिँ मकै हो अनि यो चाहिँ सिमी हो। यहाँ छतमा हाम्रो घरबेटी आन्टीले छतमा पनि ऊ लगाउनु भएको के सिमी। एकचोटि मेरो बन्दी हो र ल, मेरो बन्दी छ त होइन है क्या, होइन सो त्यही हो। अनि यता पनि लगाउनु भएको छ हाम्रो घरबेटी आन्टीले, यो पुरै मकै लगाउनु भएको। अनि यहाँ चाहिँ सिमीहरू नि छ, दिस इज द सिमी। अनि एलोभेराको फाइदा भन्छु ल तपाईँहरूलाई। एलोभेरा चाहिँ हाम्रो यहाँ मतलब यो के भन्छ घिउकुमारी, घिउकुमारीको फाइदा हुन्छ ल तपाईँहरूलाई। घिउकुमारीको फाइदा के हो भन्दाखेरि तपाईँहरूले डढेको ठाउँमा लगाउनु भयो भने चाहिँ सन्चो हुन्छ घिउकुमारी, किनभने मलाई थाहा छैन तर सन्चो हुन्छ है फेरि। अनि तपाईँहरूले योमा यो जुन हुन्छ नि शरीर भरि आएको हुन्छ नि पिम्पल अथवा डन्डिफोर भन्छ कि क्या, त्यसमा लगाउनु भयो भने सन्चो हुन्छ यसले। एलोभेरा खायो भने पनि धेरै औषधिहरू हुन्छ, मलाई त्यति थाहा छैन तर खायो भने पनि एकदम राम्रो हुन्छ। सो त्यही हो, तपाईँहरू यस्तो तपाईँको छततिर झुक्केर पनि फलेको छ अथवा तपाईँहरूले रोप्नु भएको छ भने यो नफाल्नु होला। दिस इज द मोस्ट इम्पोर्टेन्ट के भन्छ यो प्लान्ट भन्छ बिरुवा हो र यो बिरुवा त होइन होला है, बिरुवा त पासा मतलब के भन्न मिल्छ यसलाई, बिरुवा भन्न मिल्छ कि यसले। अनि ल गाइज यो हेरेर भन्नु तपाईँलाई यो के जस्तो लाग्छ, यो के होला यिनी यो चाहिँ हो भात नै भिन्डी, यस भिन्डी हो। अनि भिन्डी नै हो के हुन्छ भिन्डी नि, सिधा भिन्डी। यता पनि चाहिँ यता ठुलै छ, यो चाहिँ पात ठुलै छ। अनि यो चाहिँ हाम्रो ऊ हो सहर तुलसीपुर बजार बेलुवा भन्छ यता ऊ पाएर चाहिँ तुलसीपुर हो, यो साइडतिर तुलसीपुर छ। अनि त्यो चाहिँ एउटा दिदीले मेकअप गर्दै हुन्छ क्या, चाहिँ अलिक फोकस गरेर हेर्नु लागि, किनभने मेरो जुन गऱ्यो भने चाहिँ ब्लर देखाउँछ, लाइक देखाउँछ, त्यही भएर। र हामीले चाहिँ अहिले वाटरमेलन खाएको छौँ, वाटरमेलनको अनबक्सिङ गर्छु है त। दिस इज द वाटरमेलन गाइज, हाम्रो चाहिँ उताउति अन्टीले दिनु भएको यो वाटरमेलन चाहिँ। रोक्न मोबाइलतिर बस्छु, खोल्छु ल मैले। मैले योभन्दा पहिला एकखेर टेस्ट गरेको थिएँ वाटरमेलन, अनि त्यही हो। यस हियर इज इट वाटरमेलन गाइज, एन्ड देन ल दिस फर यु, टेक इट। ओके आन्टीले चाहिँ हामी दुई बिहान भनेर दुइटा हालिदिनु भएर बनाइन्छ। अनि यो चाहिँ वाटरमेलन खाएर कस्तो लाग्छ गाई तपाईँलाई? तर मलाई मिठो लाग्दैन, किनभने मोमो छ तर नराम्रो होइन। आएको गाली गरेर
घेरा थियो गाइस त्यही भएर खालेको मैले लगायत पनि खाँदैछु है लगायत पनि खाँदैछु मिठो छ एकदम मिठो छ मोबाइल छ है मोबाइल छ वाटरमेलन खानु भने चाहिँ राम्रो हुन्छ नेपालमा चाहिँ हामीले यसलाई खरबुजा भन्छौँ है थाहा छैन भने थाहा होला तपाईँहरूलाई किनभने तपाईँहरू जेनजिओ नि हेर्छु भने थाहा हुन्छ सबै त्यो होस् यसमा चाहिँ पानीको मात्रा बढी हुन्छ तपाईँहरूलाई यस्तो पनि थाहा पाउँछ होइन यो निचारो भने होइन अनि ओछ्यानमा घरै मैले दाल हालेर पानीको मात्रा धेरै हुन्छ तपाईँहरूलाई पानीको कमी अथवा कहिले जन्डिस भएको छ भने चाहिँ खानु राम्रो हो पानी कम्ती हुने पानी मात्रै खान चाहिँ मान्छेलाई एकदम अप्ठ्यारो लाग्छ किन तपाईँलाई लाग्छ एक गिलास पानी खान सक्नुहुन्न कि तपाईँ सिद्धि होइन एक लोटा पानी खान्छ एक लोटा पानी तर यो एउटा खान सकिन्छ कि तर त्यसमा एक लोटा पानी हुँदा बढी हुन्छ त्यही हो मोलो हुन्छ तर खान सकिन्छ इफ तपाईँहरूले पानीको कमी छ भने तपाईँको शरीरमा तपाईँ यो खाएर बनाउन सक्नुहुन्छ जस्तो त्यही हो गाइस आज त यति अहिले 5 बजिसक्यो नेक्स्ट भिडियो हेरौँला नेक्स्ट भिडियो नेक्स्ट टपिक